हेलो हाई नमस्ते साथीहरु, तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ एउटा प्लेटफर्म हो जहाँबाट तपाईहरु राम्ररी इन्कम गर्न सक्नुहुन्छ। यदि तपाईहरु पनि चाहनुहुन्छ यस्तै अर्निङ गर्न भने यो अगाडि भिडियोमा हेर्दै बस्नु होला। In this video today I'll show you 2025 best earning platform in Nepal. To get know you must follow us so you will be notified every second. So let's get started now. यो चाहिँ एउटा प्लेटफर्म हो जुन चाहिँ हाम्रो नेपालमा अक्टोबर 20 अक्टोबर सुचारु भएको, जुन चाहिँ राम्रो चाहिँ इन्कम दिन्छ। यदि तपाईहरु पनि चाहनुहुन्छ कि यसबाट अर्निङ गरौँ भने यो भिडियो लास्टसम्म हेर्दिनु होला। लाइक जसरी यहाँ दिएको छ हैन, आफ्नो मोबाइलबाट यहाँ रेजिस्टर गर्नुपर्ने हुन्छ। फर्स्टमा मैले यहाँ गरिसकेको छु। यदि तपाईहरु पनि गर्न चाहनुहुन्छ भने मलाई कमेन्टमा यस लेखेर भन्नु होला, म तपाईले लिंक पठाइदिन्छु। यहाँ तपाई हेर्न सक्नुहुन्छ, यहाँ यसको चाहिँ इन्स्ट्रक्सनहरु दिएको छ माथि। अनि तपाई अगाडि म भन्छु यसमा तपाई आफ्नो यहाँ डिपोजिट गरेको बापत तपाई यहाँबाट पैसा दैनिक रूपमा कमाउन सक्नुहुन्छ। जसरी यहाँ तपाई हेर्न सक्नुहुन्छ, यहाँ VIP 6, VIP 5, VIP 6 अनि VIP 5 दिएको छ। यसमा कति लगानी गर्न भनेको छ भने यहाँ 2400 लगानी गर्नुहुन्छ भने यहाँ तपाई 48 रुपैयाँ दैनिक रूपमा आम्दानी गर्न सक्नुहुन्छ। यहाँ VIP 5 मा दिएको छ 12000 लगानी गर्नुहुन्छ भने 2200 रुपैयाँ तपाई आम्दानी गर्नुहुन्छ दैनिक रूपमा। अब तल आएसी हेर्यो भने VIP फर्स्ट मा हेर्नु भयो भने यहाँ के भनेको छ, कति डिपोजिट गर्नुपर्छ 1000 यहाँ गर्नुहुन्छ भने दैनिक रूपमा तपाईले 1000 कमाउन सक्नुहुन्छ VIP फर्स्ट मा। अनि VIP सेकेन्ड मा भनेको छ यहाँ के रे 2500 गर्नुहुन्छ भने यहाँ 400 रुपैयाँ दैनिक रूपमा तपाईले आम्दानी गर्न सक्नुहुन्छ। अनि यहाँ VIP 3 मा दिएको छ 5500 गर्नुहुन्छ भने 910 रुपैयाँ पर डे तपाईले कमाउन सक्नुहुन्छ। अब कुरो रह्यो यहाँबाट पैसा झिक्ने कसरी। यदि तपाईले यहाँबाट पैसा प्राप्त गरिसक्नु भयो भने यहाँ पैसा झिक्ने कसरी। यहाँ झिक्नलाई तपाईले यहाँ निकासी दिएको छ। यहाँ यो निकासीमा तपाईले यहाँ आएर ट्याप गर्नुपर्ने हुन्छ। ट्याप गर्ने अनि ठ्याक्क यहाँ के भने रहेछ तपाई हेर्न सक्नुहुन्छ। यहाँ 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर। 1 नम्बरमा के भनेको छ भने निकासी समय बिहान 10 बजेदेखि 5 बजेसम्म हुन्छ। न्यूनतम निकासी 400 रुपैयाँ हो, 25% ह्यान्डलिङ फी शुल्क लाग्ने छ। अनि 3 नम्बरमा निकासी रकम 100 को गुणन हुनुपर्छ, जस्तै 200 300 400 हुनुपर्छ। निकासी गर्न तपाईले उत्पादन खरिद गर्नुपर्ने हुन्छ। अनि निकासी कसरी खरिद गर्ने भने यहाँ दिएको हुन्छ। अब तपाईले आफ्नो पैसाको अनुसार यहाँबाट किन्न सक्नुहुन्छ। जस्तै यो भयो, यो तपाईको भइसक्यो। यहाँ तपाई हेर्न सक्नुहुन्छ यो VIP फर्स्ट मा 1000 अप्लाई गर्नुभयो, डिपोजिट गर्नुभयो भने दैनिक 150 रुपैयाँ तपाईको यहाँ बन्छ। अनि तपाईले यहाँ तल हेर्नुभयो भने 2500 गर्नुभयो भने दैनिक रूपमा तपाईले 400 रुपैयाँ कमाउनुहुन्छ। अनि तपाईकोमा डिपेन्ड गरिरहेछ कति तपाई लगानी गर्नुहुन्छ भने त्यसको हिसाबले तपाई दैनिक रूपमा पैसा कमाउन सक्नुहुन्छ। अनि यो यहाँबाट डिपोजिट गर्नुहुन्छ भने त्यो हायरिङ म्यानेजरसँग तपाईले कन्ट्याक्ट गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गरेर अनि यहाँ क्लिक गर्नुहुन्छ। अनि त्यसपछि यहाँ दिएको छ यसमा अनि चाहिँ सेवाग्राही जुन सेवा छ यहाँ यसमा आएर तपाई क्लिक गरेर कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यदि कुनै समस्या भयो भने पर डे त्यो पैसा दैनिक रूपमा कमाएको कसरी हेर्ने भन्ने, कसरी पैसा बन्छ यसमा यहाँ तपाई यहाँ हेर्न सक्नुहुन्छ। मेरो पैसा मैले यसमा 1000 लगानी गरेको छु। अनि पर डे मेरो पर आवरको हिसाबले 6 रुपैयाँ बढिरहन्छ। यहाँ 6 रुपैयाँ तपाई हेर्न सक्नुहुन्छ। यहाँ छ 6 रुपैयाँ। अनि पर आवरको हिसाब छ। अनि 24 आवर्समा यो चाहिँ यो 150 रुपैयाँ हुन्छ इफ तपाईले 1000 डिपोजिट गर्नु भयो भने। आई होप मेरो यो भिडियो तपाईहरुलाई असाध्यै राम्रो लाग्यो होला। यदि तपाईहरुलाई राम्रो लाग्यो होला भने अगाडि पनि शेयर गर्नु होला। अनि च्यानललाई सब्स्क्राइब अनि फलो गर्नु होला। थ्यांक यू।